मदरी हाट जाँदैछौँ हामी एकजना प्रभुको जनलाई भेट्नको लागि। अनि अहिले हामी अहिले बाख्रीकोट पुग्न आँट्यौँ। मादिरा हाट अरे। म त फर्स्ट टाइम त्यो ठाउँमा जाँदैछु अनि मजा लागिराखेको छ नयाँ ठाउँमा। हुन्छ जयमसी, तपाईँको भन्ने केही छ? जाँदैछु। हामी खाजा खाँदैछौँ। खाजा लच्छा पराठासँग हामी खाजा खाँदैछौँ। 2007मा हामी दुईजना स्कुटीमा यो बाटो भेस्पामा मालबजार हामी गएका थियौँ बाइबल क्विजको लागि मालबजार स्कुटीमा। अनि आज 2007देखि 2025 लाग्दा फेरि हामी दुईजना यो बाटो यसरी हिँडिराखेका छौँ। धेरै लामो ग्यापमा हामीले यो बाटोलाई इन्जोय गरिराखेका छौँ। अहिले घडीमा भर्खर 10 मात्र बजिरहेको छ, तर यहाँ चाहिँ मध्ये 12-1 बजीको जस्तो गरम है घाम लागिरहेको छ। अनि यसरी हामी आज मदिरा हाट जयगाउँ नजिक गइराखेका छौँ। हामी अहिले ओत्लाबारी बजार आइपुगेका छौँ। यहाँनिर अलिअलि जाम लाग्दैछ। ओत्लाबारी बजार पहिला त हामी नाम्चीबाट मालबजार भेस्पामा गएकोले गर्दा धेरै कुरो बिर्सेछु। आज फेरि ताजा हुनलाई यो भिडियोहरू लिइराखेको छु। धेरै नै त्यो समयको भन्दा आज धेरै नै असल सजिलो आनन्द गरिराखेका छौँ यो यात्रामा। हामी अहिले मालबजार आइपुग्यौँ। यो चाहिँ हो मालबजार। बिहान हामी कालिम्पोङदेखि 7 बजी हिँडेको, अहिले हामी देवपाडामा आइपुग्यौँ। 11 बजेछ। अझै 1 घन्टा जस्तो लाग्ने रहेछ हामीलाई मदिरा हाट पुग्नु। हाम्रो यात्रा यसरी भइराखेको छ। अहिले त घाम पनि नभएर शीतल भएर एकदमै मजा आइराखेको छ। हामी अहिले बिनागुडी आइपुग्यौँ। यो चाहिँ बिनागुडी बजार। लौ त अब हामी यसरी फर्किँदैछौँ। अब हामी मालबजार आइपुग्नु आँटेको छ। हामी घरतर्फ फर्किराखेका छौँ।